हेलो गाइज, वेलकम टु आवर ब्लग। आज चाहिँ हामी नक्सलबारीदेखि मौना बुदुक हाम्रो मामा घरसम्मको यात्रा देखाउँदैछौँ। हामी चाहिँ सर्टकट बाटो लिँदै खोर्साने केराबारी हुँदै अगाडि बढ्यौँ। अहिले चाहिँ हामी ठ्याक्कै भेटर आइपुगेका छौँ। यहाँ आइपुगेर चाहिँ हामीले सबैजनालाई भोक लागेको हुँदा खाजा खाने निर्णय गऱ्यौँ। अब भेटर आइपुगेर थुक्पा नखाने त कुरै भएन। यहाँको चिसो मौसमलाई मध्यनजर गर्दै हामीले थुक्पा खाने निर्णय गऱ्यौँ। अब खाजा खाइसकेपछि फेरि हामी आफ्नो गन्तव्यतिर अघि बढ्यौँ। बाटो चाहिँ पहिरोले गर्दा अलिक अप्ठ्यारो थियो र पनि हामी गीत गाउँदै रमाइलो गर्दै अगाडि बढ्यौँ। ल अहिले चाहिँ हामी राजरानी आइसक्यौँ। अब यहाँनिर चाहिँ हाम्रो बाबाको मामा घर भएको हुनाले हामी चाहिँ आन्टीहरूसँग यहीँबाट छुट्यौँ। हामी चाहिँ जाने क्रममा बाटोमा चाहिँ धेरै अप्ठ्यारोहरू जस्तै हाइब्रिड गडेउलाहरू, यत्रो ठुलो ठुलो सर्प जत्रो गडेउलाहरू हेर्दै डराउँदै छक्क पर्दै फोटो र भिडियो खिच्दै अगाडि बढ्यौँ। अब हामी यहाँ बाबाको मामा घरमा चाहिँ टिका लगाएर खाना खाइसके पछाडि फेरि हाम्रो मामा घरतर्फ लाग्यौँ। छैन बिराना देशमा मैले गाए रहिदिने कोही छैन जिन्दगी के छ र भरा दुई दिन माया लगाइदेऊ न के छ र दुई दिन माया दुई दिन माया लगाइदेऊ न के। हामी यहाँबाट जाने क्रममा बाटोहरू धेरै अप्ठ्यारो उकालो ओह्रालो धेरै अप्ठ्यारो बाटोहरू थिए। पानी पनि परिरहेको थियो र पनि हामी यात्रालाई सहज बनाउनका लागि गीत गाउँदै गफ गर्दै हाम्रो यात्रा अगाडि बढायौँ।
ल अब चाहिँ हामी फाइनली मामा घर पुग्यौँ, खायौँ खाना र आज चाहिँ गलेको हुनाले हामीले आजको भिडियो पनि खासै लिन सकेनौँ। अब किनभने हामी भोलि घर जाने हुनाले हामी चाहिँ आज छिटै खाना खाएर आराम गर्ने निर्णय गर्यौँ। ल गुड मर्निङ गाइज। अब आज चाहिँ हामी मेरो घरतिर जाँदैछौँ। आज चाहिँ त्यसरी हामी बिहान खानासाना खाएर हामी बिहानै हिँडिसकेका छौँ। अब गाउँको मान्छे सहरतिर र पहाडको मान्छे तराईतिर झरिसके पछाडि यो घरहरूको अवस्था चाहिँ अहिले यस्तो छ। अहिले चाहिँ हामी विभिन्न यहाँको रमणीय वातावरणहरू हेर्दै अगाडि बढिरहेका छौँ। ल हेर्नु त गाइज, ठ्याक्कै लिङ्गे पिङ पनि देखियो। अब दसैँको मौकामा पिङ नखेली त दसैँ आए जस्तो हुँदैन, त्यसैले हामीले चाहिँ पालै पालो पिङ पनि खेल्यौँ। अर्को वर्ष अन्त बन्न सक्छ होला यो। यस्तो दुःख यस्तो कष्टबाट भन्नु मसँग ल फाइनली हामी चाहिँ उकालो ओह्रालो हिँड्दै हिँड्दै घर पुग्यौँ। ल घरमा चाहिँ हामी घर पुग्यौँ, टिका लायौँ, खाना खायौँ र त्यहाँबाट निस्क्यौँ र निस्किने बित्तिकै चाहिँ हामीलाई पानीले यति कुट्यो कि गाइज। हामी चाहिँ हिजोदेखि हिँडेको हुनाले एकदमै गलेको थियो, किनभने हामी लगातार 3-4 घन्टा हिँडिसकेको थियौँ। त्यही भएर खुट्टा यति दुखेको थियो कि हामी त्यहाँ चढ्नको लागि गाडीहरू पनि केही थिएन। त्यतिकैमा गाडीको आवाज सुनेर हामी यति आत्तिँदै गयौँ कि तर गाडी चाहिँ त्यहाँ पुग्दा फसेको रहेछ। निरन्तर बढीमा राखेको छौँ है।
लुगाहरू यस्तो भएको छ पानीमा भिजेर होइन भाइसहित कस्तो गुफा छ माथि हेर न के छ त्यो गुफाभित्र है अब गाडी चाहिँ त्यसरी फसेको देखिसकेपछि हामी लगातार हिँड्यौँ र पानी पनि परिरहेको थियो। त्यतिकैमा हामी एउटा घरमा ओत लागेर बस्यौँ। पानी अलिक रहिसकेपछि हामी चाहिँ त्यहाँबाट हिँड्यौँ र अलिकति हिँडिसकेपछि हामीलाई भोक लाग्न थाल्यो। त्यसैले एउटा दोकान भेटेर हामी चाहिँ चटपटे खाने निर्णय गर्यौँ। अब त्यहाँनिर चटपटे खाइसकेपछि चटपटे चाहिँ एकदम मिठो थियो। सायद भोक लागेको भएर पनि होला। त्यतिकै हामी चाहिँ त्यहाँबाट हिँडेर मामा घर पुग्यौँ र खानासाना खाएर आराम गऱ्यौँ। अब पानी लगातार परिसकेपछि बाटोहरू धेरै अवरोध भयो, पहिरोहरू आयो। त्यसैले हामीले चाहिँ अब 2-3 दिन चाहिँ मामा घरमै बस्नुपर्ने अवस्था भयो। अब त्यसैले हामी चाहिँ बिहानै उठेर आज बारीमा सब्जी के छ भनेर खोज्नतर्फ लाग्यौँ। भिडियो यसो WhatsApp बुझ्नु हुन्छ नि म सामने मिन्टा खेलाइ गरेको लागि हैन ल बाटो चाहिँ खुलिसकेको हामीले खबर पायौँ। त्यसैले अब हामी चाहिँ भोलिपल्ट बिहानै हिँड्नुपर्ने थियो र बेलुका बेलैमा खानासाना खाएर हामी चाहिँ आराम गर्नतर्फ लाग्यौँ। ल गुड मर्निङ गाइज। अब आज चाहिँ हामी खानासाना खाएर आफ्नो ब्यागहरू प्याकिङ गरेर आमा बुवासँग बिदा लिँदै हामी यहाँबाट लागिसकेका छौँ अगाडि।
र बाटो चाहिँ अप्ठ्यारो भए तापनि हामी चाहिँ धेरैजना भएको कारणले गफ गर्दै रमाइलो गर्दै हिँडेको हुनाले केही त्यस्तो महसुस भएन। ए माथिबाट यसो बोल न ल कता गएको तिमीहरू चाहिँ हिँड्नु नै त्यहाँबाट सबै जान्छौ ल अलिकति चाहिँ एकदमै धेरै ठाडो उकालो परेको हुनाले हामीलाई अलिकति गाह्रो पर्यो त्यसैले एकछिन आराम गर्दैछौँ। आराम गरिसकेपछि चाहिँ हामी अलिकति हिँडाइपछि फाइनली चोक निस्किएका छौँ। यसलाई चाहिँ मौना बुदुक चोक भन्छ। हामी सपिङ गर्ने ठाउँ हो त तलबाट पेरेन भाइ त्यहाँ चाहिँ हाम्रो गाडी आउनलाई अलिकति समय लाग्ने भएको हुनाले हामी चाहिँ चोक घुम्ने निर्णय गऱ्यौँ र भाइहरूसँग सबैजना मिलेर हामी चाहिँ त्यहाँको स्कुल हेर्न गयौँ। ल गाइज यतिकैमा हाम्रो गाडी पनि आइपुगेको छ। त्यसैले अब चाहिँ हामी आफ्नो घरतर्फ अघि बढ्यौँ।
अब हामी चाहिँ आउँदै गर्दा कति धेरै पहिरोहरू आएको थियो किनभने यत्रो दिन पानी परेको थियो नि त त्यही भएर बाटोमा चाहिँ धेरै पहिरोहरू गएको थियो बाटो अलिक अप्ठ्यारो थियो र पनि ठाउँ ठाउँमा डोजरहरूले बनाउँदै गरेको बाटोदेखि अलिक साँघुरो बाटो हुँदै हामी चाहिँ घरतर्फ आयौँ भने ल फाइनली हामी चाहिँ यहाँ बेलबारी बजार आइपुगेको छौँ यहाँदेखि चाहिँ अब हामी चाहिँ आफ्नो बाटो छुट्टिनुपर्ने अवस्था छ त्यसैले मम्मीहरूलाई बाई बाई भनेर हामी चाहिँ आफ्नो घरतिर लाग्यौँ गाइज